रसुवामा आएको त्यो बाढी अब रसुवामै रोकिएन। भोटेकोसी हुँदै त्रिशुलीमा आएको बाढी मुगलिङसम्म पुगिसकेको थियो र बाटोमा यसले के गर्यो भन्ने सुन्दा तपाईँ पनि थक पर्नुहुन्छ। बुधबार बिहान चीनको तिब्बत तर्फबाट अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे र स्यापुरबेसी क्षेत्रलाई तहसनहस बनायो। घर बजार सडक पुल र सरकारी संरचना समेत बाढीको चपेटामा परे। सबैभन्दा डरलाग्दो कुरा, मानिसहरूलाई सम्हालिन समेत पर्याप्त समय मिलेन। बाढी भोटेकोसी हुँदै त्रिशुली नदीमा मिसिएपछि यसको असर तलतिर पनि फैलियो। रिपोर्ट अनुसार कम्तीमा 19वटा पुलमा क्षति पुगेको छ भने करिब 40 किलोमिटर सडकमा क्षति वा विनाश भएको छ। कतिपय ठाउँमा वैकल्पिक बाटो समेत बन्द भएका छन्। तर अब अर्को ठुलो समस्या आएको छ। बाढीले जलविद्युत आयोजनाहरू समेतमा ठुलो क्षति पुर्याएको छ। रिपोर्ट अनुसार 12वटा जलविद्युत तथा सोलर प्रणाली प्रभावित हुँदा 431 मेगावाटभन्दा बढी विद्युत राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ। उता बाढीको वास्तविक क्षति र हराइरहेका मानिसहरूको सङ्ख्या अझै स्पष्ट हुँदैछ। नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणमा 384 यात्रुको अवस्था पुष्टि गर्न बाँकी रहेको उल्लेख छ, जसमा ठुलो सङ्ख्यामा विदेशी पर्यटक पनि छन् र यो घटना अझै सकिएको छैन। अधिकारीहरूले नदीमा अझै जोखिम कायम रहेको भन्दै भोटेकोसी र त्रिशुली नदी किनारका मानिसहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। आज रसुवामा देखेको त्यो दृश्यले एउटा प्रश्न छोडेको छ, यदि यस्तै बाढी फेरि आयो भने के हामी तयार छौँ? यो घटनाले क्षति र उद्धारको लागि पछिल्लो अपडेट के आउँदैछ भनेर हाम्रो च्यानललाई सब्स्क्राइब